ब्याक टु माई न्यू ब्लग र आजको ब्लग म अभिषेकको घरबाट स्टार्ट गर्दैछु। अभिषेकले लिन आएको थिएँ मन्दिर जानको लागि। अब अभिषेक बसौँ र हामी मन्दिरतिर लाग्यो। मन्दिरको बाटो यस्तो रहेछ। अनि बिस्तारै हिँड्दै गर्दा अब कुराकानी हुँदै गयो। सरलाई आउँदा त एकचोटि आउनै पर्यो होइन मन्दिर। अब मन्दिरतिर जाउँ। मन्दिर पुगिसक्यो। अब मन्दिरको गेटमै दुईटा पुलिस बसेर पुलिसले केही गर्दैन। त्यो बोर्डर साइडमा मन्दिर छ नि, त्यही भएर पुलिसले त्यो प्रोटेक्सनको लागि बस्यो होला। मन्दिर पुगेर अब हात धोयौँ होइन। अनि त्यसपछि पूजा गर्नलाई भित्र जाऊँ। भित्र अगरबत्ती बालेर पूजा गर्नलाई रेडी भयो। यस्तो अगरबत्ती फ्लेक्स गरेर अब भित्र जाऊँ। त्यो मन्दिरमा मोबाइल युज गर्न धेरै गाह्रो हुन्छ, त्यही भएर धेरै भिडियो नगरेको। भित्र यस्तो सबजना दर्शन गर्नु होला। यो माता रानीको मन्दिर हो। सर्लाहीको सबैभन्दा फेमस मन्दिर यही हो। अब मैले एउटा फुल नि राखेको आफूसँगै, टिका लगाएर। टिका राम्ररी लागिरहेको थिएन, यसरी लगायो। अनि अब बाहिर मन्दिरको बाहिर अलि देर बसौँ। सबजना यहाँ अलि देर प्रार्थना गर्नुहुन्छ। त्यो प्रार्थना गरेपछि त्यसपछि मन्दिरको एकचोटि सिनेमेटिक भिडियो हेरौँ। यस्तो राम्रो मन्दिर छ नि, त्यो जङ्गलको बिचमा छ भन्नाले त्यो पुरै चारैतिरबाट खेतै खेत जङ्गलै छ। तर यो बिचमा छ। यहाँ पार्किङमा हामीले बाइक पल्टिना बाइक त्यहाँ लगाएको छु। अनि त्यसपछि यो सानो दुईवटा मन्दिर हो। यता म यस्तै थोरैजना आएको थियो। आज त फ्राइडे छ, फ्राइडेको दिन खासै भिड हुन्छ, तर आज धेरै थिएन। अभिषेक नि मैसँग थियो आएको। अब सँगै फेरि चमेलीमाई जाने प्लान बन्यो। बाइकमा बसेर अब चमेलीमाईतिर जानुपर्छ भनेर निस्क्यो। चमेलीमाई त्यहाँबाट 5 मिनट टाढा मात्रै छ, त्यही भएर चमेलीमाई नि पुग्यौँ। चमेलीमाई पुगेर यही मन्दिर हो चमेलीमाईको। अब अगाडि गएर पार्किङ गरौँ। पार्किङ गरेर अब हेलमेट निकालेपछि यहाँ नयाँ नयाँ गाडीहरूको पूजा हुँदै रहन्छ होइन। यस्तै भिड हुन्छ यहाँ। यो हाइवेको बिचमा हो। यहाँ पूजाको सामान किन्नु ठाउँ थियो। त्यसपछि अब भित्र जाऊँ। यही मन्दिर हो, सबैलाई दर्शन गर्नु होला। चमेली माईकी जय। यतातिर हनुमानजी र त्यो भगवान हो। यस्तो राम्रो मन्दिर, यति राम्रो ठाउँ छ नि, एकचोटि मन्दिर जानै पर्छ कि हप्तामा एकचोटि। यता नि अगरबत्ती बालेर पूजा गर्न रेडी भयो। यता नि अब पूजा गरेपछि टाइम 9 बजिसक्यो। अब पूजा गर्न जाऊँ। पूजा गरेपछि अब बाहिर निस्केर अब घाम छ धेरै, अब घरतिर जानु। मन्दिरको छेउछाउमा त्यही पूजाको सामानहरू बिक्री हुन्छ। यस्तो शान्त वातावरण नै छ। अब घरतिरै जाऊँ। त्यही बाइकनिर नै चप्पल राख्दै थिएँ। पल्टिना गाडीले एभरेज खतरा दिन्छ, त्यही भएर पल्टिने लिएर घुम्दैछु।
आफ्नो बाइक पल्टिना भयो नि धेरै राम्रो छ। अब बाई बाई गर्दै अब घरतिर लाग्यो। गाइस सबैजनाले सब्सक्राइब लाइक गरिदिनु होला, कमेन्ट नि मिठो कमेन्ट छोडिदिनु होला।